दाङमा बलात्कार आरोप लागेका बबईका घनश्याम विश्वकर्मालाई जिल्ला अदालतले पूर्ण सफाई दिएको छ। सुरुमा 18 वर्षीय युवतीले 7 महिनाको गर्भ आफ्नै भएको र विश्वकर्माले जबरजस्ती करनी गरेको भन्दै जाहेरी दिएकी थिइन्। तर अदालतमा बयान फेर्दै उनको पेटको बच्चा आफ्नै श्रीमानको भएको र आफूमाथि कुनै जबरजस्ती नभएको बताएकी छिन्। जाँचका क्रममा युवतीको शरीरमा कुनै चोटपटक नदेखिनु, साक्षीहरूले श्रीमानको दबावमा झुटो उजुरी हाल्न लगाएको बकपत्र गर्नु र मुख्य पीडित नै बयानबाट पछि हटेपछि अदालतले प्रमाण नपुगेको भन्दै आरोपितलाई निर्दोष ठहर गरेको हो। तपाईलाई के लाग्छ, यस्ता झुटो उजुरी दिने माथि पनि कारबाही हुनुपर्छ कि पर्दैन? कमेन्ट गर्नुहोला। सामुदायिक विद्यालयका शिक्षकहरूलाई 10% प्रोत्साहन भत्ता नदिएकै हो त आखिर के हो वास्तविकता? महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन सम्बन्धी निर्देशन जारी गर्दा निजामती प्रहरी सेना लगायतलाई 10% प्रोत्साहन भत्ता दिने उल्लेख गरे पनि शिक्षकको नाम समावेश नगरेपछि चौतर्फी विरोध सुरु भएको छ। शिक्षकहरूले आफूहरूमाथि सिधा विभेद भएको आरोप लगाएका छन्। तर विरोध व्यापक बनेपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने अफवाह नफैलाउन आग्रह गर्नुभएको छ। बजेट मार्फत सैद्धान्तिक स्वीकृति भइसकेको र अर्थ मन्त्रालयबाट पे स्केल स्वीकृत भएर आउन साथ कार्यान्वयन हुने उहाँको दाबी छ। मन्त्रीको यो आश्वासनपछि शिक्षकहरू साम्य होलान् त कि आन्दोलनको आदि आउला? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोला। लमहीमा छाडा छोडेका गाई गोरुका कारण दुर्घटनाको जोखिम बढिरहेको छ। लमही नगरपालिकाको सबैभन्दा ठूलो र व्यस्त सहर लमहीमा छाडा गाई वस्तुले लडाउँदा एक महिला घाइते भएकी छिन्। लमहीको व्यापारिक भवन अगाडि हिँडिरहेकी महिलालाई पछाडिबाट छाडा छोडेका गाईले आक्रमण गर्दा उनी घाइते भएकी हुन्। लमही नगरपालिकाले लाखौं रकम खर्चिएर विभिन्न ठाउँमा गौशाला निर्माण गरे पनि अहिले ती गौशालामा भन्दा बढी गाई वस्तु लमही बजारमा देखिन थालेका छन्, जसका कारण विभिन्न समयमा दुर्घटना घटिरहेको नागरिकले बताएका छन् भने उता बजार नजिक रहेकै नगरपालिकाले गाई वस्तु व्यवस्थापनमा ध्यान नदिँदा भविष्यमा ठूलो घटना घट्न सक्दैन भन्न सकिने अवस्था नरहेको नागरिकले बताएका छन्। लमही नगरपालिकाले यसप्रति ध्यान दिई चाँडै नै छाडा छोडेका गाई वस्तुलाई गौशालामा व्यवस्थापन गरोस् भन्ने जनता चाहन्छन्। घाइते महिलाको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। काठमाडौँको माइतीघर मण्डला आज फेरि असन्तोष र आन्दोलनको केन्द्र बनेको छ। देशका विभिन्न कुनाबाट आएका लघुवित्त पीडित, सहकारी पीडित, सुकुम्बासी र सुनसरी घटनाका पीडितहरू न्यायको माग गर्दै सडकमै उत्रिएका छन्। ठगिएका बचतकर्तादेखि उठीवास भएका सुकुम्बासीसम्म सबैको नारा र आवाजले आज माइतीघर खन्किरहेको छ। वर्षदेखि आश्वासन मात्र पाएका यी पीडितहरू अब सरकारबाट वारकी पारको फैसला चाहन्छन्। आफ्नो पसिनाको कमाई र अधिकारका लागि सडकमा उत्रिएका यी जनताको माग राज्यले कहिले सुन्ला? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोला। वीरगञ्जको नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि कुटपिटको घटनाले अहिले देशभरिको स्वास्थ्य संस्थामा आक्रोश पैदा गरेको छ। यसै घटनाको विरोधमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सम्पूर्ण स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन्। प्रतिष्ठानले इमर्जेन्सी बाहेकका सबै सेवा पूर्ण रूपमा ठप्प पारेको छ। अस्पतालमा नियमित जाँच र उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू पनि मर्कामा परेका छन्। एकातिर कार्यक्षेत्रमै असुरक्षित डाक्टरहरू, अर्कोतिर उपचार नपाएका सोझा जनता। डाक्टर कुटिने अनि बिरामी छटपटिने यो श्रृङ्खला आखिर कहिलेसम्म? स्वास्थ्य संस्थालाई सुरक्षित बनाउने कि यसरी नै बन्द गराउने? तपाईको विचार गल्ती कसको? कमेन्ट गर्नुहोला।